फर यु पेजमा कुदिरहेको भिडियोहरू फोटोहरू रिल्सहरू जे होस् स्वाट्टै तल झर्छ। कसरी भन्दाखेरि मान्छेले यत्रो इमोजी लगाएर 15 मिनट लगाएर खोजेर ल्याएर झ्याप्की झ्याप टाँसिदिन्छन् क्या। त्यति मात्रै कहाँ, कसैले लाइभ गरिरहेछ, लाइभ चलाइरहेछ भने नि साथीहरू उहाँ गएर लाइभ चलाएको ठाउँमा गएर कसैले यत्रो इमोजीहरू खोजेर झ्याप्पै झ्याप हानिदिन्छ। कस्तो रिसाएर नि, ब्लकै हानिदिन्छ नि तिनीहरूले त, कसैले त। किनभने बल्ल 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 कन्टेन्ट क्रिएटर भइसकेपछि कुरोहरू बुझ्नुहुन्छ, के गर्दा के हुन्छ भन्ने कुरो थाहा हुनुपर्छ क्या साथीहरू। अर्काको मन दुखाउने काम, यत्रो इमोजीहरू कसैको लाइभमा गएर अर्काको बेकारमा गाली खाने कामहरू कसैले नगर्नु। कसैले कसैलाई गाली गर्दाखेरि मजा हुँदैन क्या साथीहरू। मैले कतिजनाकोमा सुनेको छु, कतिजनालाई कति रिस उठाउनुहुन्छ साथीहरू। कहिले पनि त्यस्तो काम नगर्नु। आउँदैन भने बरु सिधै भन्नु होइन, कसैकोमा गएर त्यस्तो कमेन्ट